अलि ठाडो बनाएर बोलाउनु नि यस्तो गर्नु भयो माध्यमिक विद्यालयमा नवनिर्वाचित सूत्रलाई कार्यक्रम अन्तर्गत साइन्स ग्रुप 3 मा मैले हाइड्रोलिक डोजर बनाएको छु। हाइड्रोलिक प्रेस डोजर यो पास्कलको नियममा आधारित उपकरण हो। बन्द भाँडोमा रहेको तरल पदार्थलाई कुनै एक ठाउँमा चाप दियो भने त्यही नै चारैतिर लम्ब रूपमा प्रसारण हुन्छ। कम लोड लगाउँदा धेरै लोड उठाउन सकिन्छ। यसले बललाई उडित गर्छ। यसले बारको बाटो खन्न सकिन्छ। यसले गर्दा विकास निर्माणमा टेवा हुन्छ। धन्यवाद। चिनी अब यसले यो तल र माथि गर्छ। भन्दै भन न भन्दै अलिक तेज गराएन नि यस्तो माइक यस्तो गराउनुहोस् कि यता 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 फर्काउनुहोस् हो त्यो यसले यो माथि र तल गर्छ। यसले बकेटको काम गर्छ। तरी माथि जान्छ। यो सबै सुईकै माध्यमबाट भयो यो यो सबै सुई हाइड्रोलिक कति लाग्यो यो बनाउनको लागि यो बनाउनको लागि 2500 देखि 3000 खर्च चाहिँ 2500-3000 लाग्यो होइन टाइम 2 हप्ता। टाइम 2 हप्ता अनि एक्लैको प्रयास हो कि अरू कोही दाइहरू यता बाबाहरू कसैले सहयोग गरेर एक्लैको प्रयासमा हो ठिक छ ल क्ल्याप टु हिम